गुड मर्निङ गाइस, तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। मैले फेरि पनि एउटा सानो भिडियो लिएर आइराखेको छु तपाईहरुको बीचमा। यो चाहिँ कहाँ भने यो चाहिँ बैगुने फार्ममा हो। सरी बिरदाङ फार्ममा हो। त्यहाँ चाहिँ हामी स्टाफहरुलाई चाहिँ एउटा सानो ट्रेनिङको लागि हामीलाई बोलाउनु भएको थियो अनि हामी चाहिँ त्यहाँ गएको थियौं। अनि त्यहाँ चाहिँ हामी चाहिँ यति बेला यो के देखाएको होला भनेर भन्दै हुनुहुन्छ होला है। यो चाहिँ करेलाको बोट देखाउँदैछु म चाहिँ। यो चाहिँ एउटा फार्मभित्र ग्रिन हाउसभित्र चाहिँ करेला रोपेको रहेछ। अनि हामी तीनजना चाहिँ अगाडि नै हामी चाहिँ यहाँ गयौँ मिटिङ सुरु हुनुभन्दा अगाडि नै। अनि हामी चाहिँ डुलेर यो करेला हेर्यौँ। अन्त कस्तो मजाले फलेको रहेछ हौ बिना सिजनमा पनि भनेर हामीले भन्दै थियौँ है। अनि करेला रहेछ, यहाँ भेन्डी रहेछ, भेन्डी एकदमै माया लाग्दो रहेछ भन्दै दुईजनाले हेर्दै उभिराखेको छ यहाँ चाहिँ। अनि त्यतिकै र हामीले भेन्डी हेर्दा हेर्दै करेला र भेन्डी हेर्दा हेर्दै फेरि हामीलाई भित्र बोलाउनु भयो। भित्र गइकन आएर सरले फेरि हामीलाई टमेटोको फार्ममा लानुभयो। अनि टमेटो चाहिँ यसरी रोप्नुपर्छ, यस्तो गर्नुपर्छ। टमेटोको चाहिँ जब पनि त्यो के भन्छ हाँगाहरू आउँछ अनि पत्ताहरू यसरी फिन्जेर गएको हुन्छ नि, त्योहरू चाहिँ हामीले चाहिँ काटिदिनुपर्छ। त्यसले चाहिँ हामीलाई फल दिँदैन भन्दै हुनुहुन्थ्यो है। पत्ता बेसी भयो भने चाहिँ त्यो पत्ताले चाहिँ फल दिँदैन। उसले के भन्छ त्यो टमेटोले दानाले खाने त्यो फ्रुटले खाने जुन प्रोटिनहरू हुन्छ त्यो डल्लै पत्ताले खाइदिन्छ। त्यसले गर्दाखेरि हाम्रो टमेटो सप्रिँदैन। जब पनि यस्तो खालको पत्ताहरू हुन्छ हामीले निकालिदिनुपर्छ भन्दै उहाँले हामीलाई नलेज दिँदै हुनुहुन्थ्यो। अनि म चाहिँ पछाडिबाट भिडियो बनाउँदै उभिराखेको थिएँ, लुकी डर लाग्दै पनि है। किनभने सरले हामीलाई त्यहाँ ट्रेन गराउँदै हुनुहुँदाखेरि म चाहिँ लुकेर भिडियो बनाउँदै गर्दै थिएँ। बा मलाई कराउने पो हो कि भन्दै है। अनि टमेटो यति मजाले भएको छ, यति मजाले सप्रेको छ। यहाँतिर टमेटो यति बेसी सप्रिरहेको छ हेर्नुहोस् त। यहाँ फल्दैछ। तपाईहरुलाई म टमेटोको फ्रुटहरू देखाउँदैछु। यहाँ देख्दै हुनुहुन्छ तपाईहरुले टमेटो चाहिँ। अनि मजाले फलिराखेको रहेछ है टमेटो चाहिँ। यहाँ हेर्नुहोस् न अम्बो कस्तो मजाले पाक्दैछ लहलह है, फल्दै रहेछ। अनि हामी चाहिँ लोभ्याउँदै थियौँ, घरमा लानु पाए त है भन्दै हामी चाहिँ लोभ्याउँदै थियौँ। हामी तीनजना चाहिँ खालि लोभ्याउँदै उभिराखेको थियौँ है। यहाँ हेर्नुहोस् न कस्तो मजाले फलिराखेको छ टमेटो चाहिँ। अनि हामी चाहिँ यो टमेटोको सकेपछि यो टमेटोको ब्याटमा सकेपछि अर्कोतर्फ हामी जानु आँटेको थियौँ। अनि यहाँ चाहिँ धेरै स्टाफहरू पनि थिए। अनि हामी चाहिँ यो जग्गामा गयौँ। यहाँ चाहिँ यो चाहिँ अर्किडको फार्म हो भनेर सरले चाहिँ हामीलाई सिकाउँदै हुनुहुन्थ्यो। यसरी यो पाइपबाट चाहिँ पाइपमा सानो टिप बनाएर चाहिँ यहाँ चाहिँ ड्रिप वाटर हामीले छाड्नुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो है। यो चाहिँ अर्किडको लागि चाहिँ तयारी गरिएको। अनि यो एग्रोनेट चाहिँ किन लगाएको भन्दाखेरि चाहिँ यो एग्रोनेटले चाहिँ शीतल दिन्छ। घाम पुरा तातेको बेला चाहिँ शीतल दिँदो रहेछ है। अनि हामीले यहाँ हेर्दै थियौँ, अम्बो रहेछ यहाँ कति शीतल, माथिल्लोपट्टि कति गरम है भन्दै हामीले भन्दै थियौँ है। अनि सरले चाहिँ हामीलाई के गर्दै हुनुहुन्थ्यो भने नलेज दिँदै हुनुहुन्थ्यो। अनि उहाँले भन्नुहुँदै थियो जब पनि पानी पर्छ धुम्म दिन हुन्छ नि, त्यो दिन चाहिँ यो एग्रोनेट हामीले हल्का हटाइदिनुपर्छ, यो चाहिँ निकालिदिनुपर्छ। अनि जब पनि घाम टनटन हुन्छ फेरि पनि हामीले यसलाई चाहिँ उयो गर्नुपर्छ, त्यो एग्रोनेट लगाइदिनुपर्छ भन्दै हुनुहुन्थ्यो है। अर्किडले चाहिँ बेसी गरम पनि सहनु सक्दैन, यो चाहिँ फुल हो, सेन्सिटिभ हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। अनि यहाँ प्लाई उहाँले देखाउँदै हुनुहुन्थ्यो। यो प्लाई चाहिँ फ्याँकेको प्लाई हो, तर हामीले युजमा ल्याएको छौँ। हामीले कुनै पनि कुरालाई हामीले छट्टै फ्याँकिहाल्नु हुँदैन, त्यसलाई युजमा ल्याउन सक्छौँ भन्दै उहाँले भन्नुहुँदै थियो। अनि पाइपमा यसो यतिको डिस्टेन्समा चाहिँ हामीले धुलो पारेर पानी तप चुहाउनुपर्छ भन्दै हुनुहुन्थ्यो हामीलाई। यसरी गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो है। हामीले चाहिँ हेर्दै थियौँ, हाम्रो स्टाफहरूले हेर्दै हुनुहुन्छ। अनि म चाहिँ भिडियो बनाउँदै थिएँ। अनि त्यहाँबाट हामी निस्क्यौँ। त्योबाट निस्केर यति साह्रो घाम लागिरहेको थियो कि यति साह्रो गरम भइराखेको थियो। अनि हामी चाहिँ लाग्यौँ फेरि अर्को फार्ममा जाँदै थियौँ। अनि
सेन्टिमिटर चाहिँ अगाडि फिलफिल हिँडिराखेको छ। अनि म पछाडि छु अन्त भिडियो गर्दै हिँडिराखेको छु म चाहिँ है। अनि मैले हेलो भन्दै म चाहिँ हिँडिराखेको थिएँ। अनि अर्जुन दाजुले पनि मलाई जिस्काउँदै हुनुहुन्थ्यो है, हेलो हेलो गाइस भन्दै भन्नु न भन्दै हुनुहुन्थ्यो। अनि फेरि हामी करेलाको फार्ममा आयौँ। फेरि पनि हामी तिनजना, तर अघि हामी तिनजना आइसकेको थियौँ। फेरि पनि सरले हामीलाई यहाँ ल्याउनु भयो। अनि अर्जुन दाजुले चाहिँ भन्दै हुनुहुन्थ्यो है, यो चाहिँ यति यति तारिक यतिमा चाहिँ यहाँ चाहिँ सिडलिङ गरेको, यति तारिक चाहिँ हामीले बेड राखेको भन्दै हुनुहुन्थ्यो। अनि यहाँ हेर त बहिनी, यहाँ हेर त भन्नुहुँदै थियो है। 28 अक्टोबर 2024मा उयो सिडलिङ राखेको, बेड राखेको। अनि 18 नोभेम्बरमा चाहिँ 1 महिनाभित्र चाहिँ सिड सार्ने बेला हुन्छ, सार्ने बेला भयो भन्दै हुनुहुन्थ्यो। अनि करेला यति मजाले लहलह भइराखेको थियो, यति साह्रो लोभै लाग्दो भइराखेको थियो करेला चाहिँ। अनि म चाहिँ त्यो ड्याङको बिचबाट हिँडिराखेको थिएँ, करेला फलिराखेको थियो। अनि यो करेला त लानु पाएँ त भनेर सोच्दै है। अनि उहाँ दाजुले चाहिँ जुन किराहरू लागेको छ नि त्यो निकाल्दै हुनुहुन्थ्यो। अनि अब फेरि हामी हामी थर्डको फार्ममा गयौँ। अनि त्यो फार्ममा गएपछि त्यहाँ पनि धेरै सिडहरू राखिएको छ। अनि यहाँ चाहिँ सुन्तला अनि फुलहरूको, त्यहाँदेखि सब्जीहरूको सिडहरू राखेको रहेछ। अनि यति साह्रो मजाले यो बेडहरू राखेको रहेछ। अस्ति लास्ट टाइम चाहिँ हाम्रो साथीहरू आउनु भएको थिएछ। अनि स्टाफहरू उहाँहरूले चाहिँ यो बेड राखेर जानुभएको अरे। अनि आज हामी आउँदाखेरि चाहिँ यतिको भएको रहेछ। अनि यहाँबाट चाहिँ अलिक लामो भएको चाहिँ सरहरूले उता सारेर राख्नु भएको रहेछ है। अनि फुलहरू पनि राखेको थियो। यहाँ चाहिँ धेरै सुन्तलाहरू रहेछ। अनि फुलहरू यहाँ जलबेरा, त्यो धेरै यहाँ किसिमको सागसब्जीहरूको सिड्सहरू थियो। अनि त्यो सिड्सहरू हामीले हेर्दै अम्बो कस्तो मजाको भन्दै हामी चाहिँ त्यहाँ हिँडिराखेको थियौँ। अनि हाम्रो साथी अनिता चाहिँ त्यहाँ गोड्नुको लागि रेडी हुँदै थियो। अनि मैले काम गर भन्दा मैले चाहिँ जिस्काउँदै थिएँ है। अनि मलाई चाहिँ त्यहाँ चाहिँ भन्दै थियो, तिमी भिडियो मात्रै बनाउने होइन, आऊ है यहाँ काम गर्नु भन्दै मलाई चाहिँ त्यहाँ भन्दै थियो। अन्त मैले चाहिँ मैले त भिडियो मात्रै बनाएको छुइनँ है, मैले काम पनि गर्दैछु भन्दै है हामीले चाहिँ यहाँ काममा लाग्यौँ। हाम्रो चाहिँ काम यहाँ सुरु भयो। अनि यसरी नै हामीले यो गोडिसकेपछि हामीले गोड्यौँ। अनि सकेपछि हामी यहाँबाट बिदा भयौँ। हामीले यहाँ चाहिँ एकदमै मजाले हामीले इन्जोय पनि गऱ्यौँ। प्लसमा गरम पनि यति डरलाग्दो गरम भयो है, सहनै नसक्ने। अनि आजको लागि चाहिँ यति थियो भिडियो, धन्यवाद।